सो तपाईहरुले पनि आफ्नो बहिनीको हातबाट चाहिँ राम्रोसँग राखी चाहिँ बान्नु भएको होला र कमेन्टमा चाहिँ लेख्नु होला आफ्नो बहिनीलाई चाहिँ कति दिनुभयो, बहिनी अथवा दिदीलाई चाहिँ कति रुपैयाँ दिनुभयो। सो हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग साथीहरु। सो तपाईहरु चाहिँ मेरो ब्लगहरु रेगुलर हेर्दै हुनुहुन्छ भने साथीहरु मेरो ब्लगमा चाहिँ लाइक शेयर गरेर चाहिँ सब्स्क्राइब गर्न नबिर्सिनु होला। सो साथीहरु, तपाईहरुलाई सबैलाई थाहा नै होला आज चाहिँ स्पेशल डे हो भनेर साथीहरु, आज चाहिँ राखी बान्ने दिन हो। सो साथीहरु, मैले चाहिँ फाइनल्ली चाहिँ बहिनीको हातबाट चाहिँ राखी बानिसकेको छु र मेरो हातमा चाहिँ यता राखी देख्न सक्नुहुन्छ। रोक्नु चाहिँ म राखी देखाउँछु तपाईहरुलाई। सो साथीहरु, मेरो बहिनीले चाहिँ मलाई चाहिँ राखी बानिसकेकी छ र यो चाहिँ राखी देख्न सक्नुहुन्छ र यता चाहिँ धागो पनि छ, यो चाहिँ बाहुन बाजेले बाँधेको धागो हो। सो तपाईहरुले पनि आफ्नो बहिनीको हातबाट चाहिँ राम्रोसँग राखी चाहिँ बान्नु भएको होला र कमेन्टमा चाहिँ लेख्नु होला आफ्नो बहिनीलाई चाहिँ कति दिनुभयो, बहिनी अथवा दिदीलाई चाहिँ कति रुपैयाँ दिनुभयो कमेन्टमा लेख्नु होला र मलाई चाहिँ सपोर्ट गर्न नबिर्सिनु होला। सो आजको लागि यति नै, लभ यु।